हे गाइस, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले ब्राइडल पोट्री ब्यागको कटिङ एन्ड स्टिचिङ लिएर आएको छु। यो फेब्रिक चाहिँ र सिल्कको हो। हजुरहरूले चाहिँ भेलभेट र सिल्क हजुरहरूले आफूले मन परेको कपडा लिएर आएर चाहिँ बनाउन सक्नुहुन्छ। यसको चौडाइ चाहिँ मैले 20 इन्च राखेको छु। यसको लम्बाइ चाहिँ मैले 10 इन्च राखेको छु। साथै साथ मैले भित्री पनि जति यसकै नापमा मैले भित्री पनि कटिङ गरेर राखेको छु, हेर्न सक्नुहुन्छ। अनि यो कपडा चाहिँ एकदमै सादा भएको भएर यसलाई चाहिँ मैले लेस जोइन गर्दैछु। हजुरहरूले चाहिँ लेस पनि जोइन गरेर साथसाथ अझै हेभी देखाउनको लागि स्टोन पनि जोइन गर्न सक्नुहुन्छ। मैले चाहिँ लेस मात्रै जोइन गरेको छु। यसरी राखेर अनि लेसलाई यसरी राखेर म सिलाउने छु। प्लिज मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने बेल आइकनलाई दबाउन चाहिँ नबिर्सिनु होला। मैले यो लेस सिलाइसकेपछि चाहिँ अब यसको भित्री चाहिँ यो सिधा माथि भित्री राख्ने छु, जसरी भिडियोमा राखेको छु त्यही अनुसारले। अनि त्यसपछि मैले माथिपट्टि सिलाइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ। अनि 1 इन्च राखेर चाहिँ 1 इन्च राखेर त्यसलाई आइरन गरेर बाहिरको कपडा भित्रतिर राख्ने, हेर्न सक्नुहुन्छ। 1 इन्च भित्र जाने। 1 इन्च भित्र गइसकेपछि जति बचेको कपडा छ यो भित्री छ त्यसलाई चाहिँ हामीले काटेर अलग गरिदिने। यो चाहिँ हाम्रो एक्स्ट्रा हो, एक्स्ट्रा भित्री हो। यो एक्स्ट्रा भित्रीलाई चाहिँ हामीले काटेर अलग गर्नेछौँ। जसरी भिडियोमा देख्नुभयो त्यही अनुसारले हजुरहरूले नि सिलाउन सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ मैले भित्री अलग बाहिरी अलग यसरी मैले जसरी देख्न सक्नुहुन्छ भित्री अलग सिलायो, बाहिरी अलग सिलाएको छु। हजुर सिलाइसकेपछि चाहिँ यसलाई मैले पल्टाइसकेपछि राम्ररी पल्टाउनु होला। राम्रो पल्टाइसकेपछि 1 इन्चको जो मैले आइरन गरिरहेको थिएँ 1 इन्च, अनि त्यसपछि माथिबाट फेरि 2 इन्चमा सिलाइ हान्दिने। 1 इन्च त थियो त्यो, फेरि माथिपट्टि उस गरी 2 इन्चमा सिलाइ हान्दिने। अनि यो चाहिँ मैले यो गोलो चाहिँ 3 इन्च भन्दा अलिकति 3 इन्चको कटिङ गरेको मैले यो गोलाई, तर 3 इन्चको चाहिँ कटिङ नगर्नु होला, अलिकति ठुलो भयो। 3 इन्च भन्दा 2 लाइन अलिक कम गर्नु होला एकदमै। त्यसपछि चाहिँ फिटिङ आउँछ। अनि मैले चाहिँ यसरी सिलाइसकेपछि भित्री पनि जोइन गरेर सिलाएँ। बाहिरी भित्री जो मैले गोलाइ गरेर कटिङ गरेको थिएँ त्यसलाई राखेर बाहिरी पनि भित्री पनि मैले सिलाइसकेँ। सिलाइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ एक्स्ट्रा कपडा कटिङ गरेर फ्याँकिदिएँ। त्यसपछि चाहिँ मैले यसको पनि 4 साइडमा अनि 4 चोटि फोल्ड गरेँ। अनि त्यसपछि चाहिँ मैले सेन्टर भागमा मैले हल्का कट लगाएँ। अनि यसलाई पनि त्यस्तै 4 भागमा गरेर यसलाई पनि मैले सेन्टर भागमा कट लगाउँछु, किनकि यसरी लगाउनु भयो भने चाहिँ हजुरहरूले ट्याक्क सेन्टरमा मिलाउनु भयो भने चाहिँ एकदम सजिलो हुन्छ सिलाउँदाखेरि। हेर्न सक्नुहुन्छ जस्तो यो मैले कट लगाएँ, कटमा कट मिलाउनु हैन, कटमा कट मिलाएर एउटा पिनले चाहिँ त्यसमा पिन जोइन गरिदिनु सिलाउन भन्दा अगाडि। अनि त्यसपछि हजुरले सिलाइदिनु पुरा। सिलाइसकेपछि एकदमै सजिलो हुन्छ, हेर्न सक्नुहुन्छ एकदमै सजिलो छ। अनि यो सिलाइसकेपछि चाहिँ हजुरहरूले इन्टरलक पनि गर्न सक्नुहुन्छ। इन्टरलकको साथसाथ पट्टीले फिनिसिङ पनि गर्न सक्नुहुन्छ है। छड्के पट्टीले फिनिसिङ पनि गर्न सक्नुहुन्छ। अनि झेउलाहा भने चाहिँ हजुरहरूले इन्टरलक पनि एकदमै सजिलो तरिकाले गर्न सक्नुहुन्छ। अनि हेर्न सक्नुहुन्छ मेरो चाहिँ पुरा भइसक्यो यो पोटली ब्याग बनेर। अब यसमा चाहिँ डोरी हाल्ने कसरी भन्ने, जो मैले 1 इन्च भित्र मैले राखेँ त्यसपछि मैले 2 इन्चमा मैले सिलाइ हानेको थिएँ। 1 इन्चमा अब जस्तै कि 1 इन्च देख्न सक्नुहुन्छ मैले 1 इन्च भित्र राखेँ। 1 इन्चमा भित्र राखिसकेपछि त्यसलाई पनि मैले पुरै सिलाएको। अनि त्यसपछि चाहिँ फेरि मैले 2 इन्चमा फेरि निशान लाएर त्यसलाई मैले फेरि पुरै सिलाएँ। त्यसमा के भयो, हाफ इन्चको के भयो ग्याप भयो। हाफ इन्चको ग्याप भइसकेपछि त्यसमा हल्का भित्रीलाई कटिङ नगरिकन बाहिरीलाई कटिङ गरेर त्यसमा हल्का छेद पार्ने। त्यसबाट हामीले चाहिँ डोरी निकाल्नु पर्ने हुन्छ है। त्यसबाट हामीले डोरी निकाल्नु पर्ने हुन्छ। त्यही भएर मैले यहाँ 2 ठाउँमा सेन्टर यता सेन्टर उता सेन्टर 2 ठाउँमा सेन्टर भागमा हामीले छेद पार्यौँ। छेद पारिसकेपछि हेर्न सक्नुहुन्छ यो हाम्रो डोरी हो। यो चाहिँ मैले बनाएको डोरी हो। हजुरहरूले आर्टिफिसियल रेडिमेड पाउँछ जो डोरी कलर, आजकल त कलर बाई कलर पनि पाउँछ, त्यो अनुसारको हजुरहरूले लिएर पनि राख्न सक्नुहुन्छ। यो चाहिँ मैले आफैले बनाएको डोरी हो।
हेर्न सक्नुहुन्छ जो मैले छेद गरेको चाहिँ त्यसमा चाहिँ मैले पिन हालेर हेर्दैछु पिन जान्छ कि जाँदैन भनेर गयो भने चाहिँ सजिलो हुन्छ नि त डोरी हाल्नको लागि अनि त्यही भएर चाहिँ मैले त्यसरी चाहिँ एकचोटि ट्राई गरेको अनि पिनबाट चाहिँ मैले डोरी हाल्दैछु जसरी मैले हालेको छु त्यही अनुसारले चाहिँ हजुरहरूले नि हाल्न सक्नुहुन्छ र भर्खरै सिलाइ सिक्नु भएको छ उहाँले पनि मेरो भिडियो हेरेर यो पोटली ब्याग बनाउन सक्नुहुन्छ त्यही भएर प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब बेल आइकनलाई चाहिँ दबाउन नबिर्सिनु होला मैले यस्तै नयाँ भिडियो लिएर आउने नै छु तपाईले सब्सक्राइब गरेर बेल आइकनलाई दबाउनु भयो भने चाहिँ मैले लिएर आएको नयाँ भिडियो चाहिँ हजुरहरूलाई चाहिँ नोटिफिकेसन आउनेछ त्यही भएर चाहिँ प्लिज मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मैले डोरी हालेर भ्याइसकेँ हेर्न सक्नुहुन्छ डोरी हालिसकेपछि चाहिँ अब मैले यसमा लटकन हाल्छु प्लिज लटकनको भिडियो चाहिँ मैले बनाइनँ है सरी त्यसको लागि चाहिँ मैले यो लटकनको भिडियो बनाइसकेँ मैले अपलोड चाहिँ नगरेको हो त्यही भएर चाहिँ मैले यो भिडियोमा चाहिँ लटकन बनाउन नसिकाएको मैले त्यसमा चाहिँ अपलोड गर्न युट्युबमा चाहिँ अपलोड गर्न बिर्सेको मैले चाहिँ बनाइसकेँ अब मैले पट्टी चाहिँ 1 इन्चको यसको लम्बाइ छ हेर्न सक्नुहुन्छ 12 देखि 13 इन्च राख्न सक्नुहुन्छ अनि 1 इन्चको पट्टी हो अनि साइडमा जहाँबाट मैले डोरी हालेँ त्यही साइडमा चाहिँ हजुरहरूले मिसिनले पनि सिलाउन सक्नुहुन्छ अनि फिनिसिङ गरेर हातले सुई धागाको मद्दतले पनि फिनिसिङ गरेर त्यो पट्टी जोइन गर्न सक्नुहुन्छ है हजुरहरूले यो चाहिँ ह्यान्डल हातमा राख्ने ह्यान्डल बनाएको मैले चाहिँ तपाईहरूले चाहिँ कपडाको छोडेर मोती पाइन्छ नि त मोती मालाहरू त्यसको पनि राख्न सक्नुहुन्छ हजुरहरूले त्यसको पनि एकदमै नयाँ लुक र राम्रो देखिन्छ त्यसको पनि राख्न सक्नुहुन्छ हजुरहरूले अनि मैले चाहिँ कपडाकै पट्टी बनाएको 1 इन्चको तपाईहरुलाई मेरो यो भिडियो कस्तो लाग्यो प्लिज मेरो भिडियोलाई चाहिँ मेरो च्यानललाई चाहिँ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला म यस्तै भिडियो लिएर आउने नै छु अलिकति भोइसमा चाहिँ अलिकति बच्चाको आवाज आइरहेको छ त्यो चाहिँ माइन्ड नगर्नु होला हैन जस्तो मैले भिडियोमा हजुरहरूलाई देखाइछु सिकाएको छु यसरी बनाउनु भनेर हजुरहरूले नि त्यसरी चाहिँ बनाउनु भयो भने चाहिँ आशा छ हजुरहरूले पनि बनाएर राम्रोसँग पोट्री ब्याग मेरो भन्दा राम्रो पोट्री ब्याग बनाउनुहुन्छ भनेर है मेरो यो पुरा भयो ह्यान्डल लगाइसकेपछि हेर्न सक्नुहुन्छ यति राम्रो देखिएको छ ह्यान्डल लगाइसकेपछि हजुरहरूले भेलभेट कपडाको अनि अहिले त लटकुस आएको छ नि त लेसहरू पनि राम्रो आएको छ राम्रो लेस लगाएर बनाउनु भयो भने ब्राइडल हेभी ब्राइडल पोटली ब्याग हुने